विष्णु मङ्गलम गरुडध्वजा मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि। श्री सिद्धिविनायक गणेश भगवान की जय। श्री रामचन्द्र भगवान की जय। श्री थानी मानी माई माता की जय। सम्पूर्ण भक्तजनहरू की जय। नारायण राम 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 हरि सबलाई नमस्कार। परमात्मा हे भक्तजनहरू, हामी आज यस भजन घरमा थोरै सानो केही भजनहरू भगवानका कथा लीलाहरू थोरै भन्ने भनेर यहाँसम्म आयौँ। यहाँ सबैजना आइदिनु भएको छ। यहाँ उपस्थित हुने सबैजना मेरा अग्रज गुरुहरू, दाईहरू, मान्यजनहरू सबैलाई नारायण राम 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 हरि गर्छु नमस्कार। गणेशजी र कुमारजीलाई दण्डवत गर्दै अनि सरस्वती माईलाई सम्झी अघि सर्दै सधैँ जप्छु गणेश कुमार शिव गौरी भोला। अन्जानमै गल्ती भए माफ गर्नु होला। नारायण राम 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 हरि राम राम बोल्दिनु राम राम बोल्दिनु। परमात्मा हे भक्त वत्सल हो, हाम्रा पृथ्वीमा सारा जीव जन्तु पशु पक्षी अनि हामी मनुष्यहरूलाई सबै पाप र पुण्यको लेखाजोखा राख्ने संसारा जीव जन्तुदेखि प्राणीहरूको जन्म मृत्युको लेखाजोखा राख्ने उनै श्री रामचन्द्र भगवानलाई नारायण राम 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 हरि गर्छु सम्झना। परमात्मा हे भक्त वत्सल हो, आज मैले भगवान विष्णुका अवतारहरू भगवानका अवतारहरू त धेरै छन्, भनिसाध्य पनि छैन गनिसाध्य पनि छैन। तर भगवानका 10 अवतारलाई मान्ने गरिन्छ भनेर हामीले प्रचलित भए अनुसार भगवानको पहिलो अवतार भनेको माछाको अवतार, दोस्रो अवतार भनेको कछुवाको अवतार, तेस्रो अवतार बँदेलको हुँदै गर्दा चौथो अवतार भनेको नृसिंह अवतार भन्दै जाँदा भगवानको नारायण राम 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 हरि पाँचौं अवतार।
हे परमात्मा हे भक्त वत्सल हो वैकुण्ठनाथ विष्णु भगवानले अवतारहरू लिँदै जाँदा पाँचौँ अवतारमा वामन अवतार लिनुभयो वामन अवतारमा उहाँले विष्णु वैकुण्ठनाथ विष्णु भगवानले अदिति र कश्यपका दुईटी रानी जब अदितिको गर्भबाट जन्म भएको दुईटी रानी नि सौता बिचमा झगडा भएर नारायण राम 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 हरि पर्यो झगडा परमात्मा हे भक्त यसरी धरी कश्यप राजाका दुईटा रानी दिति र अदिति जब दितिको गर्भबाट देवताहरू जन्मिए भने अदितिका गर्भबाट दानवहरू जन्मिए हिरण्य कश्यपु बलि जस्ता दानव जन्मिएर आफ्नै सौतानी आमाका छोराहरू देवताहरूसँग दिनै झगडा गर्दा एक दिन देवता र दानवको झगडामा देवताहरूले हारेर नारायण राम 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 हरि गए वनमा हे भक्त वत्सल हो जब देवताहरूले दानवहरूसँग हारेर जङ्गल गए तब अदिति रानी राजा कश्यपको सामुन्नेमा गएर हे स्वामी तपाईँका छोराहरू होइनन् र मेरा छोराहरूले यो ठाउँमा बास पनि पाएनन् सौताका छोराहरूले लखेटेर छोडे अब मलाई तपाईँले यी सौताका छोराहरूलाई मास्ने एउटा वीर पराक्रमी छोरो दिनुहोस् भन्दै नारायण राम 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 हरि नभई भएन परमात्मा हे भक्त वत्सल हो अब रानी अदितिले कश्यप राजालाई यस्तो गरेपछि तपाईँका छोराहरूलाई सौताने छोराहरूलाई मार्न सक्ने वीर पराक्रमी छोरो दिनुहोस् भन्दै गर्दा अब कश्यप राजाले पनि रानी तिमीले सही कुरा गर्यौ तिमीले वीर पराक्रमी छोरो पाउने पनि छौ तर तिमीले वैकुण्ठनाथ विष्णुको भगवानको आराधना गर्नु भन्दै नारायण राम 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 हरि आदेश दिनु परमात्मा हे भक्त वत्सल हो यसरी जब विष्णु भगवानको तपस गर भनी आज्ञा भयो तब अदिति रानीले तपस गरेर धेरै काल समयपछि आफै विष्णु भगवानले
रानी प्रकट भएपछि अब रामदिती रानीलाई तिमीले एउटा छोरो जन्माउने छौ, वीर पराक्रमी पनि हुनेछ। म अब त्यत्रा युगमा आएर म आफै तिम्रो गर्भमा जन्म लिनेछु भन्दै नारायण राम 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 हरि वचन दिनु भो परमात्मा हे भक्त वत्सल हो। अब भगवानका लीलाहरू त धेरै थिए, तर समय छोटो भएको हुनाले तपाईहरूलाई अरू कुनै दिन समय मिलेमा भन्नेछु भन्दै भगवान नर नारायणका नारायण राम 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 हरि लीला अपार परमात्मा हे भक्त वत्सल हो। कुनै भगवानका रूपहरू कहिले शिवजी भनेर शिवशङ्कर भोलानाथ भन्ने गरेका छौँ त, कहिले गणपति गणेश भनेर सबै वैकुण्ठनाथ विष्णु भगवानका 10औं अवतारहरूमा धेरै लीलाहरू गर्दै देवता दानवहरूको कहिले दानवहरूको नाश गरेर देवताहरूको रक्षा गर्नुभयो। कुनै ठाउँमा युवती बन्नुभयो, कुनै ठाउँमा युवक बन्नुभयो, कुनै ठाउँमा राजा बन्नुभयो, कहीँ चेला पनि बन्नुभयो। यस्ता भगवानका लीलाहरू नारायण राम 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 हरि बुझि नसक्नु पछि पनि भेटौँला भन्दै हे भगवान हे हरि हे परमेश्वर हामी सबैजनालाई रक्षा गरिदिनु भन्दै यहाँहरूको प्रगति हुँदै जाओस्, भजन घरको फुलोस् फलोस् भन्दै सबैजनाले हेरेर लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला, राम्रो भएमा यसो मिलाइदिनु होला भन्दै नारायण राम 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 हरि गर्छु नमस्कार भगवानहरू की